हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी यहाँ साथीहरूसँग बहरानको नेसनल म्युजियममा जाँदैछौँ होइन। अलमोस्ट हामी पुगिसकेका छौँ भनौँ न। अब हामी यहाँ भित्र पस्नेछौँ। नेसनल म्युजियममा के छ होइन त्यो हामी तपाईँहरूले एक्सप्लोर गर्नेछौँ। तपाईँहरूले हेर्दै गर्नु होला है। यो तपाईँहरूले देख्दै हुनुहुन्छ होइन, यो अगाडिपट्टि यो चाहिँ बहरा नेसनल म्युजियमको इन्ट्रेन्स गेट हो। यहाँबाट चाहिँ हामी भित्र आउनुपर्ने हुन्छ होइन। यता आइसकेपछि यो चाहिँ बहरानको नेसनल म्युजियम हो। अब हामी यहाँबाट हामी भित्र पस्दैछौँ होइन। हजुर नमस्ते, नेपाली हुनुहुन्छ? हजुर शुभ नाम? हजुर यहाँ काम गर्नुहुन्छ? यहाँ हामीले भिडियो गर्न पाइन्छ भित्र? पाउँछ हजुर। ए कोही हामीले अब यहाँभित्र पर्दा पैसाहरू तिर्नुपर्छ, चार्ज तिर्नुपर्छ? पर्दैन, फ्री हो है? डेढ बिडी एकजनाको दिनुपर्छ यहाँभित्र। डेढ बिडी दिइसकेपछि जहाँ तहाँ भिडियो गर्नु पाइयो है? ए यहाँ कति वर्ष भयो यहाँ काम गर्नुभएको? म अहिले 16 महिना। 16 महिना भयो। ए तपाईँको दिनमा मात्रै ड्युटी हो कि राति पनि हो? हाम्रो प्रोग्राम हो भने राति पनि हुन्छ। अरू यहाँको विषयमा कति जानकारी छ अलिकति बताइदिनुहोस् न। के पाउँछ, के हो, कस्तो कस्तो छ? यहाँको विषयमा भन्दाखेरि सर अब पुरानो सामानहरू छ यहाँ। 6000 वर्ष पुरानो सामानहरू यहाँ पाइन्छ होइन? हजुर हजुर हजुर। त्यसपछि अनि जस्तै अब मान्छेहरू मरेको सबहरू पनि छ है? त्यो पनि हामीले हेर्न पाइन्छ? पाइन्छ। ए हो। अरू अब त्यहाँ अब हिरामती त्यो पनि छ? त्यो पनि हेर्न पाइन्छ? यसरी यहाँ क्यामेरा गर्नु पाइन्छ है? हजुर एकदम। ल थ्याङ्क यू सो मच। हामी अगाडि गएर हेर्नेछौँ है। ल हस्, धन्यवाद। साथीहरू अहिले हामी यहाँबाट भित्र पस्दैछौँ होइन। एकजना यहीँ हाम्रो एकजना नेपाली ब्रदरलाई हामीले भेट्यौँ। उहाँ चाहिँ यही बहरा नेसनल म्युजियममा काम गर्नुहुँदो रहेछ। 16 महिनादेखि काम गर्दै आउनुभएको रहेछ। उहाँले भनेअनुसार यहाँभित्र चाहिँ 6000 वर्ष पुरानो यहाँ चाहिँ त्यस्ता सामानहरू पाइन्छ, हिरा मोतीहरू पनि पाइन्छ। मुख्य होइन फेमस मानिसहरूको डेड बडीहरू पनि यहाँ राखिएको छ भन्ने उहाँले कुराकानी गर्नुभएको छ। हेरौँ अब अगाडि गएर है। प्लिज साथीहरू आजको यो भिडियोलाई सुरुदेखि अन्तसम्म स्किप नगरिकन हेर्नुहोला, किनभने सुरुमा भन्दा मध्यम र अन्तिम भागतिर मृत शरीर र बहुमूल्य हिरा मोतीहरूको बारेमा झनै चाखलाग्दो दृश्यहरू यहाँ हामीले यस भिडियोमा एक्सप्लोर गरेका छौँ। यो स्ट्याच्युको दृश्यहरू म्युजियमको बाहिरपट्टि अथवा इन्ट्रेन्स गेटको दाहिने अथवा बायाँ साइडमा राखिएका छन्। अहिले हामी यहाँबाट पस्दैछौँ। अस्सलाम वालेकुम। यहाँ चाहिँ टिकट काउन्टर रहेछ। यहाँ टिकट लिनुपर्ने रहेछ। हाउ मच पर पर्सन टिकट्स? 1.1. ओके, वी हेभ द डेबिट कार्ड. Yeah, it's okay? Yes. All together or separate? Yeah, all together. यहाँ चाहिँ एकजनाको 1.1 एक बिडी 100 फिल्स रहेछ। थ्याङ्क यू सो मच। अनि यहाँ चाहिँ कार्डबाट मात्रै पे गर्नुपर्ने रहेछ, अन क्यास नहुने रहेछ। थ्याङ्क यू सो मच। अब हामी यहाँबाट भित्र पस्दैछौँ होइन। भित्र पस्दैछौँ। यो चाहिँ बहरानको नेसनल म्युजियम हो। 6000 वर्ष पुरानो यहाँ सामानहरू राखिएको छ। यता चाहिँ रिसेप्सन रहेछ होइन, रिसेप्सन। अनि यताबाट गइसकेपछि यहाँ अहिले हामी भित्र पसिसकेका छौँ। यहाँनिर लेखिएको छ हाफ सेन्चुरी अफ आर्ट्स होइन। अब यहाँबाट भित्र पस्नु। हाफ सेन्चुरी अफ आर्ट्स होइन लेखिएको रहेछ। यहाँ धेरै कुराहरू लेखिएको छ। यो भित्तामा राखिएको फोटोहरू छ यहाँ होइन। यसको हिस्ट्रीहरू छ। अब यो हिस्ट्रीहरू पढ्यौँ भने धेरै समय लाग्छ। जसरी 1974 मा कस्तो थियो बहरान भन्ने कुराहरू यहाँ मेन्सन गरिएको रहेछ।
रोयल फ्यामिलीजहरू। यहाँ 3 जना मानिसहरू देखाइएको छ। एकजनाको हात गालामा छ भने एकजनाको हात पछाडि त एकजनालाई उधोमुन्टे बनाइएको छ र अगाडिपट्टि 3वटा कार्ड छ, रस्सा र फलामको किल्लाहरू पनि छन्। भने यो दृश्यले चाहिँ के देखाउँछ भने त्यो समयमा यी मानिसहरूलाई फाँसी दिएर मारिएको रहेछन्। सिगरेट चाहिँ त्यति बेला चाहिँ जमानादेखि नै पिउने गर्थ्यो रहेछ कि। माथि चढ्नु पर्ने रहेछ हैन। अनि सबभन्दा पहिला हामी यो हेर्छौँ, लेट टाइप बुरियल मल, द मेन बुरियल च्याम्बर। यो चाहिँ साथीहरू यहाँनिर प्राचीन समयमा मान्छेलाई दफ्नाएको ठाउँ रहेछ हैन, मान्छेलाई गाडेको ठाउँ। अहिले तल देख्दै हुनुहुन्छ हड्डीहरू, हड्डी भाँडाकुँडा रहेको हुन्छ हैन। यहाँ यस्तो प्रकारले बनाएको छ। यो पनि बुरियल कम्प्लेक्स। यहाँ पनि धेरै मान्छेहरूलाई यसरी दफ्नाएको ठाउँ रहेछ। तल हेर्नुहोस्, टाउको पछाडिको स्पाइनल होइन, अनि यो नलीखुट्टाहरू बोनहरू सबै यहाँ छ अहिले पनि है। यो प्राचीन हतियारहरू हो, ornament। हेर्नुहोस् त, मान्छेको हड्डी देखिरहेको अवस्था छ अहिले पनि होइन। यहाँ धेरै मान्छेहरू गएर छन्, हामीले हेर्नुहोस् हड्डी।
पनि हटाउनु मिल्दैन हैन। यहाँभित्र पनि मानिसहरूको जुन हड्डीहरू राखेको छ यहाँभित्र पनि त्यो समयमा यस्तो भित्र पनि मान्छेहरू दफनाउँछ रहेछ है। यस्तो भित्र पनि मान्छेहरू दफनाउने चलन छ रहेछ। र यो पनि स्कुलहरू हो, मान्छेको टाउको यो भित्र पनि यो भित्र पनि अहिले हामी फेरि ग्राउन्ड फ्लोरबाट फर्स्ट फ्लोरतिर जाँदैछौँ होइन। त्यहाँ चाहिँ डकुमेन्ट्सहरू छ भनेर तल लेखिएको छ। लेट्स सी वाट काइन्ड अफ डकुमेन्ट्स त्यहाँ राखिएको छ, त्यो पनि हामी एक्सप्लोर गर्नेछौँ। नेपालमा त्यस्तो दिँदैन भिडियो बनाउनु। सबै डकुमेन्टहरू यहाँ चाहिँ बुकहरू छैन, डिफ्रेन्ट टाइप अफ बुक्सहरू यहाँ अरबिक भाषामा लेखिएको रहेछ। Excuse me, you are stuck here? You stuck here? No. No. Where are you from? China. China? I'm from Nepal. Oh, Nepal. Yeah. साथीहरू, अब चाहिँ हामीहरू 6000 वर्ष पछाडि फर्केर हेर्दा यहाँ बहराइनको मानिसहरूले के गर्थे, उनीहरूको परिवार कसरी चलाउँथे अथवा यहाँका पारिवारिक, सामाजिक र आर्थिक सभ्यता अथवा सिभिलाइजेसन के कस्ता रहेका थिए भन्ने कुराहरूको विषयमा अवलोकन गर्न गइरहेका छौँ। यो चाहिँ चिया पानी गर्दै हुक्का तानेर बस्ने ठाउँ रहेको छ भने यो चाहिँ खबुस
बनाउने भट्टी हो। यहाँ खपुस बनाइरहेका छन्। यसरी आगोमा अगाडि खपुसहरू तयार गरी राखिएका छन्। यता आएर यो चाहिँ मिठाई दोकान हो। यहाँ मिठाई बनिरहेको छ। अगाडिपट्टि बनाएर राखिरहेको छ अनि बेच्नलाई बसिरहेका छन्। उता देब्रे साइडमा बनाइरहेका छन्। यो चाहिँ एउटा खाद्यान्नको पसल रहेको छ। उहाँले यसरी तराजु यसरी राखेको छ, ढकहरू राखेर बस्नु भएको छ भने यतापट्टि चाहिँ आएर सुक्खा मसलाहरू बेच्न राखिएको छ। अनि यो चाहिँ एउटा बारबार शॉप रहेको छ। यहाँ हेयर कटिङ अथवा केश काट्ने काम भइरहेको छ। यो चाहिँ टेलरिङ शॉप हो। त्यस बेलाको समयमा मानिसहरूले यसरी टेलरिङ गर्ने, कपडा सिलाउने काम गर्दथे। यो चाहिँ सुर्ती पसल हो। यहाँ टोबाको सप, यहाँ चाहिँ सुर्तीहरू लोकल सुर्ती बेच्न राखिएको छ। त्यो बेलाको समयदेखि नै टोबाको चाहिँ अथवा सुर्ती चाहिँ पिउने गर्दथे रहेछ। यतापट्टि आएर यो कारपेन्टर शॉप हो। फर्निचरहरू बनाउने, उनले फर्निचरको काम गरिरहेका छन् भने यतातिर आएर चाहिँ यो सुन पसल हो। उसले सुन कमाइरहेका छन्। गरगहनाहरू बनाउने ठाउँ। त्यो समयका मानिसहरूले पनि गरगहना लगाउँथे रहेछ भने यतापट्टि आएर चाहिँ आरन भन्छ हाम्रो नेपाली भाषामा। यहाँ चाहिँ फलामका सामानहरू आगोमा पोलेर पिटेर आकार दिएर बनाउने गर्दछन्, जस्तै विभिन्न किसिमको औजारहरू भने यतापट्टि आइसकेपछि यो चाहिँ जुत्ता यसलाई रिपेयर गर्ने अथवा बनाउने ठाउँ। ल यो चाहिँ के रहेछ हिरा भाइ? यो सिपी हो। यो के को लागि के गरेको रे हो? यसबाट जिरा मोती र अमूल्य चिजहरू चाहियो। ए यो चाहिँ सिपी हो। यहाँ यो सिपीलाई यसबाट यसको चाहिँ पल्टाएर होइन, यसलाई खोलेर यहाँभित्र चाहिँ हिरा मोती छ कि भनेर खोज्ने होइन। ओके। अनि यो चाहिँ कोइलामा माछालाई ग्रिल गरिरहेको होइन, माछालाई ग्रिल गरिरहेको अवस्था छ है त्यति बेलाको समयमा। ओके। अनि यो चाहिँ के हो? ढुङ्गा। प्राचीन समयमा यस्तो प्रकारको ढुङ्गा थियो रहेछ होइन। यो बहरानमा पनि अगाडि तपाईँले झुन्डिरहेको नेट, फिसिङ नेट अथवा जाली भन्छ होइन, त्यो देखिराख्नु भएको छ। त्यो समयमा बहरानमा पनि अरबिक मानिसहरूले चाहिँ यस्तो किसिमको नाउहरू बनाएर होइन माछा मार्नु जाने, अनि माछा ल्याएर यसरी ग्रिल गर्ने अनि खाने, अनि त्यो सिपीहरूलाई खोलेर हिरा मोतीलाई खोज्ने काम गर्थ्यो रहेछ होइन। यो चाहिँ यसको बयान चाहिँ मलाई पनि राम्रो गर्न आएन। यहाँ हेर्दाखेरि यो पछाडि कालो पर्दादेखि पछाडिपट्टि एउटा बेड छ, अनि यहाँ छोरी मान्छे बसेको छ होइन। पङ्खा पनि लिएको छ त्यति बेला, किनभने यहाँनिर बिजुली थिएन, गर्मी थियो। अनि यो पङ्खा जुन छ नि हातले चलाउने पङ्खा लिएर बसिराखेकी छिन्। यतापट्टि सानो झोलुङ्गामा एउटा यो कोक्रो जस्तो छ, त्यहाँभित्र नानी देखिँदैछ। सायद मलाई लाग्छ यो छोरी मान्छे सुत्केरी भएर यहाँ अलग्गै बसेको हो कि कोठामा जस्तो लागिरहेछ होइन। त्यो समयमा पनि यहाँ माटोको भाँडाकुँडाहरू बनाएर बेच्ने चलन थियो रहेछ अथवा प्रयोग गर्ने चलन थियो रहेछ। किन यो अगाडि देखिरहनु भएको छ यो चाहिँ भट्टी हो। माटोको भाँडा बनाएर त्यसलाई पक्का पोल्ने भने माटोको भाँडा बनाएर यहाँ चाहिँ उहाँले बेच्नु राख्नु भएको छ। उहाँ बेच्दै हुनुहुन्छ होइन, बनाउँदै पनि छन्। चर्खा पनि यहाँ राखिएको छ, चर्खा। अनि यहाँ चाहिँ कपडा बुन्ने गर्ने थियो। त्यो समयमा पनि अरबिक मानिसहरूले कपडा बुन्ने यसरी चलन थियो रहेछ। यसरी पछाडि कपडाहरू लड्काइएको छ। यो सबै यो तानमा बुनेर यसरी राखिएको रहेछ।
अहिले फेरि हामी तलतिर झर्दैछौँ यो ट्रेडिसनल ट्रेड्स एन्ड द क्राफ्ट भएको ठाउँतिर। This is a short celebration. We call it Jalwa. It's before the wedding with one night. The ladies celebrate with the bridal in one night with nice song. It was playing, but we stopped these days to avoid the noise. The museum is so crowded these days. That's why we stopped the song. Even this school, the classroom here have special sound, but we stop them to avoid the noise inside the home. This celebration called Jalwa, and it's only for ladies. They wear like this. This is dress code. So the bride is covered and the husband often has to sleep ओके प्रेम भाइ यो चाहिँ के रहेछ यहाँ गुन्द्रीहरू पनि छ त? गुन्द्री रहेछ यहाँ पनि पहिलादेखि यहाँ पनि गुन्द्री बुन्दा रहेछ भन्ने कुरा चाहिँ हामीले चाहिँ देख्न सक्यौँ होइन। यहाँ किनभने बुढो मान्छेले होइन गुन्द्री बनिरहेको छ होइन, गुन्द्रीको तान लगाइरहेको छ अनि गुन्द्री बनेर त थुपारिराखेको छ होइन। ओके अनि यता चाहिँ के रहेछ? यो के हो? यसमा यो के भन्छ यसलाई? फुङ्गी होइन, मसिन डालीहरू होइन, झोक भन्छ कि हामीले, झोकहरू बुन्ने चलन थियो रहेछ त्यति बेला पनि होइन। ओके अब यता आउनुहोस् न, अब यता हेरौँ न, यहाँ चाहिँ कुखुराहरू राखिएको छ होइन। त्यो समयमा कुखुराहरू पनि यसरी, यो चाहिँ घर जस्तो लाग्यो मलाई होइन, घरको आँगन। यहाँ किनभने अगाडि दरवाजा देखाइएको छ। यहाँ छोरी मान्छेहरूले यो ओखलीमा मुस्लिमले चाहिँ के धान कुटिराखेको अवस्था छ होइन, धान कुटेर निफन्दै गरेको होइन अवस्था छ। अनि उता चाहिँ नानीलाई समातेर बसिराखेको छ भने यता चाहिँ छोरा मान्छे अब यहाँ काममा जानुलाई तयारी होइन त्यो उसको खजुरको बोटमा चढ्नको लागि उहाँले त्यो लिइराखेको छ नि होइन, खजुर टिप्नको निम्ति। किनभने खजुर टिपेर यहाँ राखेको छ अगाडिपट्टि। छोरी मान्छेले सिसा अथवा हुक्का तान्दैछन् भने उता छोरी मान्छेले चाहिँ एकदमै इन्टरटेनमेन्ट गरेको छ। देख्नुभयो त पर ओखली पनि राखेको छ, मुस्ली ओखली सब राखेको छ होइन। यहाँ चाहिँ अटो पनि यस्तो रहेछ है। पर्सनल LUBHU लोगो PERSONL पर्सनल ब्लग। You can watch
this Border National Museum video, full video on this YouTube channel Luhu Personal Blog. Thank you so much guys. त्यति बेलाको जमाना गाडी रहेछ है। वाह। हेलो एभ्रिवान, तपाईहरुलाई आज हामीले बर्डर नेशनल म्युजियम एक्सप्लोर गरिसकेका छौं। तपाईले भिडियो हेर्नुभयो, भिडियो कस्तो लाग्यो तपाईले तल कमेन्ट बक्समा कमेन्ट लेख्नु होला र तपाईहरु मेरो YouTube च्यानलमा नयाँ हुनुहुन्छ र